बालन प्रधानमन्त्री हुनु भएन भने मैले आत्मदाह गर्छु भनेर चुनावमा जो एक खालको प्रतिबद्धता विश्वास दृढता व्यक्त गर्नुभएको थियो, त्यो कमिटमेन्ट गर्नुभएको थियो, त्यो अनुसार सरकार बन्यो बालनजीको नेतृत्वमा। तर उहाँ बालनजीको सरकार बनेको 2 महिना पनि नपुग्दै फेरि तपाईले आगो कल्न लाग्नुभयो। यो किन, कहाँनिर चित्त बुझेन तपाईलाई? किन चित्त दुख्यो? तपाईको बुझाइ छ म अहिले पनि परिवर्तनको पक्षधरता हो। सरकार 30 वर्ष जुन तरिकाले चलिरहेको थियो, जुन तरिकाले कार्टेलिङ थियो, राजनीतिक सिन्डिकेट थियो, राजनीतिक सिन्डिकेटलाई मैले भत्काउनको लागि नै बालनजीलाई समर्थन गरेकै हो। र बालनजी उपयुक्त बात थियो किनकि अहिलेसम्म उहाँमा एउटा खासियत के हो भने जो अरू प्रधानमन्त्रीसम्म अहिले थिएन कि उहाँलाई कसैले भ्रष्टाचारको आरोप लगाउन सक्दैन। उहाँको केही कमी कमजोरी होला आफ्नै ठाउँमा छ, तर भ्रष्टाचारको मामला किनकि देशमा भ्रष्टाचारको कारणले हरेक सेक्टर थिलोथुलो भइसकेका थियो। नातावाद कृपावादले थिलोथुलो भएको थियो, कोही कसैलाई नटेर्ने, देशकै सम्पूर्ण संस्थाहरू डिफङ्क्ट भइसकेका थियो, चाहे न्यायपालिका होस्, चाहे कार्यपालिका होस्, चाहे विभिन्न संवैधानिक निकाय होस्, चाहे जुन तलदेखि वडादेखि सिन्धवारसम्म भ्रष्टाचारको बिगबिगी थियो। त्यो मामलेमा उहाँले को जुन मैले उहाँसँग कुराकानी गर्दाखेरि उहाँमा जुन निश्चल भाव पाएँ र देश र जनता बनाउने को पक्षमा जुन उहाँ सुधार गर्ने हुटुटी पाएँ, त्यस कारणले मैले बोलेकै हो। किनकि अब पनि हामी परिवर्तन भएन भने, अब पनि मैले सुधार देशलाई गर्न सकेन भने हामी 21वीं शताब्दीमा पनि दुनियाँको पछौटो पनि देशको रूपमा पहिचान बनाइराख्ने, हामी मात्र गरिबलाई बेचिराख्ने, जुन श्रमिकको रूपमा अनस्किल लेबरहरू गइरहेका हुन्छ सौदी अरब या गल्फको कुनै कन्ट्री, UAE देखि लिएर कुवैत, ओमान, मलेसिया, कतार, जुनसुकै। त्यस कारणले गर्दा बालनजी आउनुभयो। जनताको पनि चाहना त्यही थियो। नयाँ सरकार बनिरहेको छ। अब तपाईलाई अहिले चित्त किन दुख्यो? संसदमा होइन एउटा अर्थमन्त्रीजी आउनु भएन भने म राजनीति आक्रोशित हुनुभयो? होइन, आक्रोशित भएको होइन, मैले मात्र अलिकति बाटो देखाउन खोजेको हो। किनभने म राजनीति शास्त्रको विद्यार्थी हो र यताको बहुदल 46 साल यता को सम्पूर्ण राजनीतिक घटनाक्रमको बडा माइन्युटली अध्ययन गर्छु र उसको परिणाम के कारणले त्यस्तो भयो त्यसको म विश्लेषण पनि गर्छु र केही भविष्यवाणी पनि गर्न सक्छु र त्यसको आधारमा मैले यो हुन्छ त्यो भन्छु पनि। भविष्यवाणी त होइन, म कुनै भविष्यवेत्ता होइन, तर कोही कोही मिल्छ। तर के हुन्छ भने मैले विभिन्न निष्पक्ष भावले, मलाई जम्मा निष्ठा दुईटाप्रति छ, देश र जनताप्रति। नेपाली जुनसुकै भूभागका नेपाली हुन् उसको प्रति मेरो निष्ठा छ र मेरो आफ्नो देशको जुन भौगोलिक अवस्था छ, जुन भूगोल छ, नेपाल राज्य जुन छ त्यसको प्रति निष्ठा छ। किनकि म नेपाली